हेलो सर, मेरो फाइनली सोचेको सपना पुरा भयो। आज मेरो फाइनली स्विडेनको भिजा पाएको छु मैले र म आज आफूलाई धेरै ह्याप्पी फिल गरिरहेको छु। मेरो नाम चाहिँ प्रज्ञान भट्टराई हो। म चाहिँ विराटनगर नेपालबाट आएको। मेरो चाहिँ एउटा चाहना थियो विदेश अप्लाई गर्नको लागि र मैले धेरै वेबसाइट्सहरू भिजिट गरेँ, थुप्रै कन्सल्टेन्सीहरू गएँ र मलाई एउटा राम्रो देश, पिआर भएको देश जान मन थियो। त्यसको लागि चाहिँ मैले आफ्नो गन्तव्य चाहिँ स्विडेनलाई छाने, जुन चाहिँ एउटा होम अफ नोबल प्राइज भनेर भनिन्छ र मान्छेको सपना हुन्छ स्विडेन जस्तो देश जानको लागि, किनकि त्यहाँको रेसिडेन्स पर्मिट पाउन त्यति सजिलो छैन एज कम्पेयर टु अदर कन्ट्रिज। र आज म मेरो भिजा पाएर म धेरै नै खुसी छु। र भन्नुपर्दाखेरि मेरो जर्नी चाहिँ कस्तो थियो भन्दाखेरि मेरो पर्सेन्टेज पनि खासै राम्रो थिएन। म थुप्रै वेबसाइटहरूमा मैले कन्सल्टेन्सी वेबसाइटहरू भिजिट गर्दाखेरि मैले डकुमेन्टेसन दिँदाखेरि यु आर नट इलिजिबल टाइप्सको एन्सर आउँथ्यो मलाई। त्यही पनि मैले चाहिँ हार नमानिकन एउटा साथीको रिफरल पाएर चाहिँ मैले इस्ट वेस्ट एजुकेसन कन्सल्टेन्सी चाहिँ जुन चाहिँ बागबजार काठमाडौँमा छ त्यसको नाम सुने र मैले त्यसको प्रोफाइल खोलेर जाँदाखेरि सरहरूसँग कुरा हुँदै गयो र म आएर त्यहाँको प्रोपर गाइडेन्सले गर्दाखेरि चाहिँ आई एम सक्सेसफुली टु बी एबल टु गेट माई भिजा विदिन 3 days। म यति खुसी छु कि मैले सोचेको सपना आज पुरा भइरहेको छ। र मैले चाहिँ अप्लाई गरेको भनेको मेरो पढाइको कोर्स चाहिँ मैले जहाँ अप्लाई गरेको भनेको चाहिँ मास्टर इन इन्टरनेसनल बिजनेस स्ट्राटेजी हो, जुन चाहिँ 2 वर्षको कोर्स हो, 120 क्रेडिट। र विभिन्न स्ट्रगलहरू थिए सुरुमा, त्यस्तो आएको र अहिले चाहिँ अब मलाई एकदमै खुसी फिल भइरहेको छ। एउटा इस्ट वेस्टको प्रोपर गाइडेन्सले गर्दा त्यो पनि होइन, इस्ट वेस्ट एजुकेसन कन्सल्टेन्सी यति राम्रो छ, यहाँको यस्तो फ्यामिलियर वातावरण छ र डकुमेन्टेसनमा इच एन्ड एभ्री स्टेप बाई स्टेपमा सरहरूको सहयोगले गर्दाखेरि चाहिँ म जस्तो मान्छे जसको चाहिँ एकाडेमिक नराम्रो भएको कारणले गर्दा पनि आज मैले आएर रेसिडेन्स पर्मिट 3 दिनमा पाएको छु र म धेरै नै खुसी छु। र म सबैलाई के भन्न चाहन्छु भने कोही विदेश भ्रमण गर्न चाहनुहुन्छ पढ्नको लागि भने या स्विडेन जान चाहनुहुन्छ भने चाहिँ इस्ट वेस्ट कन्सल्टेन्सी हजुरहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ। र एकचोटि चाहिँ भिजिट गर्न नबिर्सिनु होला इस्ट वेस्ट एजुकेसन कन्सल्टेन्सी। मेरो रेसिडेन्स पर्मिट यस्तो छ, म एकदमै खुसी छु।